नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको पहिलो सेमिफाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुग्न सफल भयो। बिहान सिङ्गापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाउँदै भेट्टाएको थियो। नेपालको जितमा लोकेश बमले अभिजित 44 तथा कप्तान रोहित पौडेलले 21 रन जोडे। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भए। ओमानका समीर ओटमनले नेपालका दुवै विकेट लिएका थिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै मात्र 94 रनमा अल आउट भयो। ओमानका कप्तान सफियान मेहमुदले सर्वाधिक 38 रन जोडे भने जुबैर अल बलुसीले 22 र अब्दुल जाइलले 16 रन जोडे। नेपालका करण केसीले 3 विकेट हात पारे। सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 तथा साहेब आलम, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट हात पारे। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले हङकङ र मलेसिया बीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नु पर्नेछ।